तपाईको सिर्जनाबाटै जानुपर्छ होला सुरुमा। म के गर्नु पहिला एउटा मुक्तक सुनाऊ है। हुन्छ त्यो पछि हुन्छ भइहाल्छ। गुलाब त्यो गुलाब नै रहोस् खराब नहोस्, गुलाब त्यो गुलाब नै रहोस् खराब नहोस्, नैनी त्यो प्रेम रस भन्दा मिठो शराब नहोस्। गुलाब त्यो गुलाब नै रहोस् खराब नहोस्, नैनी त्यो प्रेम रस भन्दा मिठो शराब नहोस्। चोट पनि यति मिठो दियो कि वहाँले प्यार, चोट पनि यति मिठो दियो कि वहाँले प्यार, तिम्रो जस्तो कोही कसैको जवाब नहोस्, तिम्रो जस्तो कोही कसै। मेन कुरो त तपाईँको जुन यो मुक्तक सुन्दै साह्रै मन्त्रमुग्ध भनेको शब्दहरू कहाँबाट ल्याउनुहुन्छ यसरी तपाईँ? त्यो शब्दहरू चाहिँ अब लेख्नु बस्दाखेरि त्यो आफ्नो मोड कस्तो छ, रोमान्टिक मोडमा छ भने अब त्यो आउँदै जान्छ, अनि कहिले कहिले ट्रेजिक मोडमा पनि हुन्छ, त्यही किसिमको आउँदै जान्छ। त्यो त्यसको त्यति बेला समय परिस्थितिले पनि प्रभाव पार्छ। कतै घुम्दै जाँदा रोमान्टिक पनि भइन्छ, त्यसरी बेलामा सिर्जना हुन्छ। दिनहरू नि कसरी बिताउने हुन्छ होइन? अनि दिन चाहिँ अब यहाँ पहिला उठ्यो, अब यो नृत्य गर्न सकेन, एकछिन घुम्यो है, यसो धेरै होइन अलिकति एक गाउँ घुमेर आयो, कहिलेकाहीँ चाहिँ साइकल चलायो होइन बिहान बेलुका। अनि त्यसपछि अब केही समय लेख्नेमा लाग्यो, अनि खाना खाइसकेपछि कतै आफ्नो काम छ भने गएर आयो, अनि उता बेलुका फेरि एकपल्ट यसो लेख्नेमै लाग्यो। अनि अब दिनभरि कता के गरियो त्यो पनि एउटा रिपोर्ट गऱ्यो होइन। अनि भोलिको यो के छ, कतै जानु छ, के छ, फोन आएको छ कसैको, त्यो कार्यक्रम भइरहन्छ, अनि गइरहनुपर्छ कहिले चाहिँ यस्तो कार्यक्रम हुँदाखेरि। यस्तै इटरी बिहारमा दमक है कहिले राम्रो हुन्छ, इटाउरातिर कहिले कहिले कता हुन्छ, प्रायः चाहिँ यतै हुन्छ। तपाईँको दिनचर्या चाहिँ प्रायः जसो साहित्यिकमै बढी? साहित्यमै हजुर, बस्दै लेख्ने, कुनै कार्यक्रमहरूमा जाने, हजुर होइन त्यसरी बिताइराख्नु भएको छ। कस्तो लाग्छ यो साहित्यिक जुन अब लेखन होइन, जसरी वाचन पनि गर्नुहुन्छ, आफूलाई चाहिँ कस्तो लाग्छ त्यो लेख्दा वाचन गर्दा? त्यो राम्रै लाग्छ। अब यस्तो हुन्छ, यो लेखन उसमा त अब आफ्नो हबीको कुरा हो। हबी भन्नाले अब हबी भए पनि त्यसमा चाहिँ डुब्दै गएपछि त्यो नसा जस्तो हुँदैछ। अनि अब अहिले त अब एक किसिमको रिटायर जस्तो उमेर पनि भएको हुनाले अरू ठुलो कुराहरू गाह्रो कामहरू गर्न सकिँदैन। अनि आफ्नो केही काम छ भने सकेर त्यसो भएको बेलामा अनि यो साहित्यपट्टि रुचि लियो, अरूको पनि पढ्यो, अनि केही लेख्ने पनि गरेँ। अनि मैले लेख्दा चाहिँ यो अब गीत, गजल, कविता, मुक्तक राखेको त्यति लेख्छु। त्यसमा अब गजल र मुक्तकहरू चाहिँ जस्तै तपाईँले प्रायः जस्तो चाहिँ गजललाई अलिकति फोकस गर्नुहुन्छ होइन त? एउटा गजल सुनौँ न त तपाईँलाई यसो मनपर्ने। चुट्कीको भरमा छुटाउँछु मेरो भाउ मन्त्री हो, आहा अहिलेको राजनीतिलाई कति मजाको व्यङ्ग्य, अहिलेको राजनीतिक परिस्थितिलाई समेटेर उहाँका गजलका शेरहरू यसरी प्रस्तुत गर्नुहुन्छ। के को चिन्ता खान र लाउन, के को चिन्ता खान र लाउन मेरो बाबु मन्त्री हो, साथी हो मेरो पछि आउनु मेरो बाबु मन्त्री। के को चिन्ता खान र लाउन मेरो बाबु मन्त्री, के पाइन्न र भनी त हेर जे भने त्यो पाइन्छ, के पाइन्न र भनी त हेर जे भने त्यो पाइन्छ, सजिलो छ सतत पाउनु मेरो बाबु मन्त्री, सजिलो छ सतत मेरो बाबु मन्त्री हो। के को चिन्ता खान र लाउन मेरो बाबु मन्त्री हो, साथी हो मेरो पछि आउन मेरो बाबु मन्त्री हो। जागिर केही भएन भनेर अब चिन्तै नगर, जागिर केही भएन भनेर अब चिन्तै नगर, कामै नगरी तलब र भत्ता पड्काउन मेरो बाबु मन्त्री, कामै नगरी तलब र भत्ता पड्काउन मेरो बाबु मन्त्री हो। के को चिन्ता खान र लाउन मेरो बाबु मन्त्री हो, साथी हो मेरो पछि आउन मेरो बाबु मन्त्री। रूपका सुन्दरीहरूलाई छेउछाउमा राखेर, रूपका सुन्दरीहरूलाई छेउछाउमा राखेर अङ्गालो मारेर नाचन गाउन मेरो बाबु मन्त्री हो, अङ्गालो मारेर नाचन गाउन मेरो बाबु मन्त्री हो। के को चिन्ता खान र लाउन मेरो बाबु मन्त्री हो, साथी हो मेरो पछि आउन मेरो बाबु मन्त्री हो। अब यो अन्तिम मक्ना भन्छ लु त भन्छ चार गर रमाइलो र मोज मस्ती गर,
लुट भ्रष्टाचार गर रमाइलो र मोज मस्ती गर चुटकीको भरमा सक्छु छुटाउन मेरो बाउ मन्त्री चुटकीको भरमा सक्छु छुटाउन मेरो बाउ मन्त्री हो के को चिन्ता खाना र लाउन मेरो बाउ मन्त्री हो साथी हो मेरो पछि आउन मेरो बाउ मन्त्री एकदम यो राजनीतिक व्यङ्ग्य किसिमको गजल तपाईँले प्रस्तुत गर्नुभयो राजनीतिमा यसो हेरेर बुझ्दैन धेरै राम्रो छ धन्यवाद अनि पनि जस्तै अब यो गजल तपाईँले सुनाइराख्दाखेरि जो राजनीतिकारलाई पनि व्यङ्ग्य गर्दाखेरि के यसो होइन भनेको अहिले समाजमा घटिरहेको घटनालाई पनि प्रस्तुत गरेर यसरी गजलमा राख्दाखेरि यो राम्रो छ होइन सामाजिक किसिमले पनि अब हामीले त्यो कुनै पदमा केमा छैन हामीले त्यो केही गर्नु सक्दैनौँ होइन भरे कुरा चाहिँ यति हो कि आफूले त्यो लागेको कुरा के ठिक लाग्यो के भइरहेको छ के भन्दा अलिक कसैलाई के जानकारी हुन्छ होइन त्यो उनीहरूले त गर्ला नि त भावी युवाहरूले सबैले अरूले अनि हामीले त्यो देखाइदिने हो अनि त्यो देखाउनु पाउँदा आफूलाई चाहिँ ल यति त गरियो भन्नु लाग्यो रहेछ क्या मनमा सन्तोष तपाईँले नि आफूले आफूलाई परिभाषित गर्नु पर्दाखेरि नि जस्तै अब साहित्य विधामा त कलम चलाइराख्नु भएको छ र आफूले आफूलाई यसो परिभाषित गर्दाखेरि चाहिँ के नामले अथवा जस्तै अब अहिले साहित्यिक नाम त तपाईँको परिक्रमा श्रेष्ठ परिक्रमा होइन नामै काफी छ अझै त्यसलाई के भनेर चाहिँ तपाईँ कसरी परिभाषित गर्न चाहनुहुन्छ आफूले आफूलाई होइन मेरो जेनरली ओरिजिनल नाम चाहिँ परिक्रम गोविन्द श्रेष्ठ हो हामी पहिला पुरानो बजारमा थियौँ अनि पछि अब त्यस्तै सुन्दै मलाई यहाँ जुरेको रहेछ यता आएर बसेको केटी अर्को थियो यता आएर बस्यौँ अनि दाइहरू चाहिँ उतै हुनुहुन्छ अनि परिक्रम गोविन्द श्रेष्ठ लामो नाम जस्तो अनि यस्तो कार्यक्रममा जान्थेँ अब त्यहाँ चाहिँ अनि मामाको साथीहरू हुन्थ्यो एकजनाले भन्नुभयो परिक्रमा भाइ भनेर बोलाउनु अनि यसो सोचेँ परिक्रमा भाइ यो पो ठिक छ त नाम भने जस्तो लाग्यो अनि तपाईँले राम्रो भनिदिनु अनि कति राम्रो नाम भनिदिनु अनि मैले यसो हेरेँ अनि त्यो गोविन्द हटाएर श्रेष्ठलाई अगाडि ल्याएर परिक्रमा राखेपछि अरूले पनि ल ठिक छ यो भने साहित्यिक नाम हुन्छ भने अनि मैले पनि श्रेष्ठ परिक्रमा अथवा परिक्रमा त्यो चाहिँ साहित्यिकमा राखेको अब जुन नाम त छँदैछ अब यसरी गर्दाखेरि के हुन्छ कस्तो लाग्दो रहेछ भने यता आफ्नो यताको पक्षबाट चलिरहेछ स्थानीय त्यो सबै छँदैछ त्यही नामले चिन्छ अनि कतिले चाहिँ साहित्यिक नामले चिनेको हुन्छ तर के भने आफ्नो त्यो ओरिजिनल नाम नभनेकोले यही मान्छे हो भनेर चाहिँ ठम्याउनु उसले जबसम्म उसले वाचन गरेको देख्दैन अथवा होइन कतै भेट हुँदैन साहित्यिक कार्यक्रममा त्यहाँ उसलाई थाहा हुँदैन कोही कोहीले चाहिँ गेस गरेर पनि भन्दो रहेछ साथीहरूले नि यो त नाम त तिम्रो हो क्या भनेर पनि भन्छ त्यो चाहिँ झन् अब त्यस्तो हुँदो रहेछ क्या भनेको विशेष चाहिँ अब तपाईँले आफ्नै त्यो साहित्यिक नामबाटै परिभाषित गर्न चाहनुहुन्छ त्यही हिसाबले चिन्छन् हिजो आज चाहिँ तपाईँ केमा व्यस्त हुन्छ विशेष गरेर अनि हिजो आज चाहिँ जस्तो मेरो के अरे वास्तविक काम भनेको यो बचत अफिसमा कता कता छ होइन जान्छु अलिअलि गइन्छ पनि अनि एउटा चाहिँ यही थियो बचत अनि त्यो चाहिँ चिरञ्जीवी भन्ने मान्छे सर्यो त्यहाँबाट त्यो गयो त्यति कतिवटा बचत अब भयो अनि पहिला चाहिँ म टिचर हो मैले यहाँ गाउँघरमा पढाउँथेँ प्राइभेट पढाउँथेँ अनि लेटाङमा धेरै पढाएँ अनि पछि चाहिँ फेरि यता आएपछि अरू बिजनेसको कामहरू गर्न थालेँ अनि पछि आएर त्यो सकेर फेरि टिचर पनि गरेँ फेरि अनि त्यस्तै हुँदै हुँदै अनि त्यो बिजनेस कामबाट भएपछि अनि यहाँ आएपछि अब होइन त्यो सघाइदियो काम भयो भने छैन भने आफ्नो कतै जानु सक्ने गइहाल्यो छैन भने घरकै हेर्दै बस्यो काम गऱ्यो त्यसैमै चलिरहेको छ अनि अब आफ्नो यो व्यक्तिगत विषय काम पऱ्यो भने यसो भयो यसरी नै चलिरहेको छ अरू पुस्तक त्यसरी दिनु अनि बिहान बेलुका यसो उमेरले गर्दा घुम्नु पनि पर्यो त्यसरी स्वास्थ्य अवस्था कस्तो छ तपाईँको राम्रै छ मेरो हिसाबले ठिकै छ ठिकै छ भन्नाले अब जस्तो त्यो लास्टमा केमा देखिन्छ सानो छ त्यसको लागि चाहिँ चस्मा लगाउनु पर्छ नजिक अलि यतिको देखिन्छ टाढो देखिँदैन नजिक नजिकको त्यो देखिन्छ नभए अरू त देखिन्छ अलिकति ठुलो छ यता सुगर प्रेसरहरू त त्यस्तो खास छैन र त फिट देखिन्छ क्या तपाईँलाई एकदम आफ्नो खास छैन सिर्जना जस्तै जसरी सिर्जना
राम्रो मनोरम होइन आनन्द लाग्ने छ नि तपाईँ मान्छे हेर्दा पनि एकदम आनन्द लाग्ने होइन स्वास्थ्य देखिन्छ क्या तपाईँलाई नि हेर्दा मेरो त्यो मोटो पनि के छ भने नि प्राय मान्छे किन चिन्ता गर्ने चिन्ता त हुन्छ हजुर तर चिन्तामै डुब्यो भने चिन्ता चिताको घर हो अनि त्यो चिता घरमा जानुभन्दा कहिले काहीँ चाहिँ के हुन्छ भने अब त्यो आफूले सक्यो भने त्यो साहित्यमा चाहिँ त्यस्तो हुँदैछ मलाई चाहिँ त्यस्तो गर्छु कहिले काहीँ ठुलो चिन्ता आयो भने एकछिनको लागि म अर्कै फेस बनाउनु खोज्ने क्या त्यसरी जानु पायो भने त्यसरी त्यो अलिकति साहित्यमा त्यो मिल्दो रहेछ सबैले सक्दैन होला त्यो सक्दाखेरि चाहिँ आफूलाई अनि फ्रेस महसुस भयो नि अनि फेरि त्यो पछि बलियो भने 1-2 घन्टा हो कि त्यो चिन्ता कुरा अनि समस्या समाधान आटामा लाग्यो त्यसो गर्न सकिन्छ जस्तै अहिले तपाईँले कुरो गर्नुभयो नि जस्तै साहित्यमा जस्तै चिन्तै भुलाउने किसिमको नि कसैलाई त त्यो जसरी लेख्न थालिन्छ नि एउटा तपस्या गरे जस्तो नि त्यो लागिसकेपछि अरू बाहिरको चिन्तै नहुने क्या केही चिन्ता नहुने टेन्सनै नहुने त्यो लागेपछि लाग्यो भनेको त्यस्तो पनि हुन्छ तपाईँ त्यस्तो हुन्छ अनि भनौँ न जस्तो यो साहित्यमा अब यो गजलीय कुरा त झन् नसा जस्तै हुन्छ पहिले के हुन्छ भने 11-12 बजीतिर मान्छेहरू सुत्नु थाल्छ हामी चाहिँ 11 बजी उठ्नु थाल्छौँ कि किनभने त्यो गजलको प्रोग्रामहरू आउँछ नेपालबाट पनि आउँथ्यो इन्डियाबाट पनि आउँछ कहाँबाट आउँछ त्यो त्यतातिर अनि 2-3 घन्टा 4 घन्टा के बित्छ अनि एकछिन सुत्यो उठ्यो कति रात पहिला त्यसरी बित्यो भन्नुहुन्छ कति रात मैले गजल सुनेर बिहानै बनाउँथेँ त्यसैले आज म यहाँ छु त्यही त्याग र तपस्याले गर्दाखेरि धरानको वरिष्ठ गजलकार भनेर चिनिनु भएको छ हामीलाई गर्व लाग्छ अनि होइन त्यो गरेपछि नै आफूलाई पनि केही अगाडि बढ्ने बाटो त्यसमा होइन नेपालको त अब भेटेसम्म पर्ने हो गजलहरू तपाईँको अनि त्यो गर्दाखेरि के भने आफूलाई पनि खारिँदो रहेछ अनि त्यो हुँदा हुँदादेखि नै बानी हुँदो रहेछ नसा लागेको अब त्यसैले त मान्छेलाई पुग्दैन गर्नु त केही पर्यो अनि केही छ भने चाहिँ आफ्नो अनि त्यसलाई पनि साइड हबी बनाएर लग्यो भने राम्रै हुँदो रहेछ अनि खुसाल राख्नु खोज्ने पोजिटिभ थट गर्ने त्यो कुराहरू सिकाउँदो रहेछ क्या अनि अरूलाई पनि त्यो सम्बन्धी त्यस्तो कुराहरू भन्दाखेरि राम्रो हुन्छ सजिलो हुन्छ उनीहरूलाई पनि मोटिभेसन गर्नु पनि सजिलो हुन्छ यसरी सुरु गर्नुहुन्छ सिर्जना वाचन सोचे ते तिमीलाई 1 नम्बरी सुन सोचे ते तिमीलाई 1 नम्बरी सुन सोचे थिए मैले तिमीलाई 1 नम्बरी सुन सोचे थिए मैले तिमीलाई 1 नम्बरी सुन सम्झे थिए यो हृदय आकाशको शीतल सुन सोचे थिए मैले तिमीलाई 1 नम्बरी सुन सम्झे थिए यो हृदय आकाशको शीतल जब बदलियो तब मात्र पो थाहा भयो जब बदलियो तब मात्र पो थाहा भयो रहिछौ इनामेलको साथमा रमाउने चुन रहिछौ इनामेलको साथमा रमाउने चुन सोचे थिए मैले तिमीलाई 1 नम्बरी सुन सम्झे थिए यो हृदय आकाशको कत्रो तपस्या गरिकन तयार गरे कत्रो तपस्या गरिकन तयार गरेथे तिम्रो र मेरो चोखो मिठो मायाको त्यो धुन तिम्रो र मेरो चोखो मिठो मायाको त्यो धुन सोचे थिए मैले तिमीलाई 1 नम्बरी सुन सम्झे थिए यो हृदय चोट दिई यो मुटुमा कसरी हाँस्न सके चोट दिई यो मुटुमा कसरी हाँस्न सके कि छैन कि क्या हो तिमी भित्र त्यो रातो खुन छैन कि क्या हो तिमी भित्र त्यो रातो खुन सोचे थिए मैले तिमीलाई 1 नम्बरी सुन सम्झे थिए यो हृदय मेरो यो जीवनलाई पुरै खल्लो बनाए मेरो यो जीवनलाई पुरै खल्लो बनाए हे निष्ठुरी अरूकै लागि भइदियो नि आयो नु हे निष्ठुरी अरूकै लागि भइदियो नि आयो नु सोचे थिए मैले तिमीलाई 1 नम्बरी सुन सम्झे थिए यो हृदय धन्यवाद आफू रोएर हँसाउने ठेक्का लिएको छु आफू रोएर हँसाउने ठेक्का लिएको छु बाहिर हाँसे नि भित्र आफू रोएर हँसाउने ठेक्का लिएको छु बाहिर हाँसे नि भित्र कति पिएको छु मदिरा यहाँ चिन्तै चिन्तामा कति पिएको छु मदिरा यहाँ चिन्तै चिन्तामा त्यही मदिराको सहाराले त म जिएको छु त्यही मदिराको सहाराले त म जिएको छु आफू रोएर हँसाउने ठेक्का लिएको छु बाहिर हाँसे नि धोका दिन त के भयो म उनीलाई झनै माया गर्छु धोका दिन त के भयो म उनीलाई झनै माया गर्छु
केही दिन नसके नि मैले यो मन त दिएको छु, केही दिन नसके नि मैले मन त दिएको छु, आफू रोएर हँसाउने ठेक्का दिएको छु, बाहिर हाँसे खान्छ मदिराले भित्र भित्रै भन्ने जाने नि, खान्छ मदिराले भित्र भित्रै भन्ने जाने नि, खाए नपाए झैँ गरी म आफू कति खिएको छु, खाए नपाए झैँ गरी म आफू कति खिएको छु, आफू रोएर हँसाउने ठेक्का दिएको छु, बाहिर हाँसेर उधिनु सिउनु सिउनु उधिनु यो जिन्दगी रहेछ, उधिनु सिउनु सिउनु उधिनु यो जिन्दगी रहेछ, सयौं पटक यो मन फाटेर मैले सिएको छु, सयौं पटक यो मन फाटेर मैले सिएको छु, आफू रोएर हँसाउने ठेक्का लिएको छु, बाहिर हाँसे नि हाँसु। जब जब मौसमले प्रीतको गीत गाउँछ, जब जब मौसमले प्रीतको गीत गाउँछ, तब तब मायाले लौ स्वर्गको खुसी पाउँछ, जब जब मौसमले प्रीतको गीत गाउँछ, तब तब मायाले लौ स्वर्गको खुसी पाउँछ, क्षितिज पारीको सागरमा के छ त्यो थाहा त छैन, क्षितिज पारीको सागरमा के छ त्यो थाहा त छैन, यो हृदयको सागरमा भने केवल तिम्रै नाउँ छ, यो हृदयको सागरमा भने केवल तिम्रै नाउँ छ, जब जब मौसमले प्रीतको गीत गाउँछ, तब तब मायाले लौ स्वर्गको खुसी पाउँछ। जागेर प्रेम अन्तर्मनमा यो जगलाई हँसाउन सके, जागेर प्रेम अन्तर्मनमा यो जगलाई हँसाउन सके, उनको यो सानो संसारमा वाह उनको यो सानो संसारमा वाह वाह कमाउँछ, जब जब मौसमले प्रीतको गीत गाउँछ, तब तब मायाले लौ स्वर्गको खुसी पाउँछ। तथ्य सही सत्य र समयलाई बुझ्नेले, तथ्य सही सत्य र समयलाई बुझ्नेले अँध्यारो भित्रको उज्यालो अवश्य सजाउँछ, अँध्यारो भित्रको उज्यालो अवश्य सजाउँछ, जब जब मौसमले प्रीतको गीत गाउँछ, तब तब मायाले लौ स्वर्गको खुसी पाउँछ। जन्म र मृत्यु यहाँ एक सिक्काको दुई पाटो, जन्म र मृत्यु यहाँ एक सिक्काको दुई पाटो, जीवनको परिक्रमा यो पनि बताउँछ, जीवनको परिक्रमा यो पनि बताउँछ, जब जब मौसमले प्रीतको गीत गाउँछ, तब तब मायाले लौ स्वर्गको खुसी। मर्म स्पर्शी गजलका शेरहरू सुनिसकेपछि उहाँले लेखन कार्य चाहिँ कहिलेबाट सुरुवात गर्नुभयो भनेर जान्न मन लाग्यो। सुनौ न उहाँबाट नै। तपाईँले लेख्ने काम त जारी नै छ, तर कुन समयबाट चाहिँ तपाईँले लेख्न थाल्नु, कलम चलाउन थाल्नु? राम्रो प्रश्न गर्नु। अब खासमा चाहिँ के भने यो पब्लिक हाई स्कुलमा मेरो म लगभग 4 क्लासको त्यति बेला 11 वर्ष चाहन्थेँ, त्यति बेला म त 20 साल भन्छ 31 सालको कुरा। राजा महेन्द्र खसेपछि राजा वीरेन्द्र राजगद्दीमा बसेको छ 31 सालमा। अनि उहाँले चाहिँ के गर्नुभयो भने नजिरा हाम्रा पाखुरा भाग्यलेखा नेपालका त्यो गोरखापत्रमा यत्रो लाइनमा दुई लाइनहरू थियो। अनि यो यसलाई चाहिँ अब कवितामा जाने बहस गर्ने कविता सुनाउने त्यो एक किसिमको त्यो भयो, काठमाडौँतिर पनि भयो अनि धानतिर पनि त्यो आयो। अब हामी चाहिँ 4 क्लास अनि हाम्रोमा पत्रिका गोरखापत्र आउँथ्यो, बेच्नु हुन्थ्यो क्या पत्रिकाहरू। अनि त्यो देखेपछि मन्त्रीले चाहिँ त्यसमा कविता लेख्नु त्यसलाई पनि पढाउँदै जान पाइहाल्छ। अनि हामीले के गरेर नजिरा हाम्रा पाखुरा भाग्यरेखा नेपालका हौ हामी सपुत छोरा आमा नेपालका वन जङ्गल तराईका रक्षा गरी यस्तै यस्तै के भन्यो त्यसलाई अलिकति बढाएर गयो। अब काठमाडौँतिर दिग्गजहरूले ठुलै कार्यक्रम गर्यो। अब हामीले चाहिँ हाई स्कुलमा त्यहाँ पनि त्यो साहित्य कार्यक्रम राख्दाखेरि त्यति बेला सुनाइयो। अनि अब त्यस्तो फर्स्ट सेकेन्ड त भएन, चाहिँ हरि कार्की छ नि उहाँ चाहिँ सेकेन्ड हुनुभयो। उहाँको 2 ब्याच मुनि होइन 1 ब्याच मुनि हो। अनि 1 ब्याच मुनि म उहाँले चाहिँ कार्यक्रममा भन्नुभयो, उहाँ सेकेन्ड हुनुभयो। मलाई थाहा छ, मैले त के भएन तर हौसला भयो ए लेख्नुपर्छ कविता, ताली दियो नि त सबैले। अनि ओहो भनेर त्यहाँदेखि मैले लेख्न थालेको।
त्यति बेला अनि लेख्न थाले। अब सुनाउन अलिक कसो कसो पनि लाग्थ्यो साथीहरूलाई, लाज हुन्थ्यो कि लेख्दै राख्दै कति राखेको छु होइन। पछि आएर यो 50 साल लगभगदेखि चाहिँ गजल सुन्न थालेको। ओहो गुलाम अलीको गजल बजाउने बापरे यो पो दामी रहेछ अनि त्यसमा लागि पर्नु त अब लागि नपऱ्यो भने त आउँदैन। अनि किताब भेटेको जति पढ्यो, अब जस्तो आए पनि लेख्यो। अनि गर्दै गर्दै त्यो अघि भन्यो नि बेलुका पनि सुनिन्छ भनेर त्यो इन्ट्रेस्ट भएर चाहिँ हुँदो रहेछ। अनि अरू भाषा पनि अरू भनेको खास गरी हिन्दीको सुन्दै अनि लेख्दै पढ्दै जाँदाखेरि अनि गजल पनि आयो। अनि गजलमा पनि आयो, गजल आएको छ मुक्तक र त्यो पनि आइहाल्ने भयो। त्यो त्यो पनि माहौल छ। अहिले त धेरैवटा विधाहरू आएको छ। तर यति चाहिँ मलाई चाहिँ आफूलाई चिनाउँछ भनौँ न, यति हुन्छ चिनाउने प्रयास गर्छु। त्यस्तो धेरै दामी त त्यस्तो होइन कि आफूलाई के अरे अलिक सिकार नै सम्झिन्छु म। किनभने जति जान्ने भए पनि त्योभन्दा जान्ने मान्छे धेरै संसारमा हुन्छ होइन। अनि कतिको त त्यो सुन्दाखेरि त आफू त त्यो ठाउँमा पुग्न मात्रै पुगेकै छैन जस्तो होइन। अब यहाँ कति अब कतिले अब आफूलाई पनि अलिक राम्रै जान्ने भने पनि आफूलाई त्यो हुँदो रहेछ, जानेकै छैन जस्तो। केही न केही अझै छ जान्नुपर्ने भन्ने लाग्दैन। त्यो हिसाबले लागिरहेको त्यही बेलादेखि भनेको स्कुल लेभलबाटै स्कुल लेभल कलम चलाउनु। अनि कति साथीहरूले त्यो स्कुल लेभलमा पछि अब अहिले कोही कता छ नि त। हाम्रो यो प्रणव भन्ने छ किताब दोकानमा, यो सुनिल नेपालको त्यो थुप्रै साथीहरू। अनि उसको भाइ चाहिँ सँगै दाजुभाइ पढ्छ। भाइ चाहिँ काठमाडौँमा छ, नाइकी भयो। अनि उसले फेसबुकमा हेरेको होइन उसले कहिलेदेखि त्यो पहिलादेखि लेख्दो रहेछ, हामीलाई थाहा छैन त। अब त्यो त्यस्तै गोपेर आएको थियो, लेख्दै राख्ने होला। अब अहिले चाहिँ थाहा भयो नि त त्यो भनेको। ल ठिक छ लेख्दै जाउँ भन्थ्यो। अनि त्यो साथी भाइहरूबाट पनि त्यसो भएपछि साहित्यिक साथीहरू हुन्छ, कति लेख्ने कुराहरू हुन्छ। अनि अब हौसला मिल्दाखेरि लागिन्छ। ठिक छ, लागि पर्दा हजुर। अनि जस्तै तपाईँले अब यो लेख्ने क्रममा नि जस्तै अब कतिले चाहिँ अब आफ्नो जीवनीहरू पनि लेख्न थाल्नु भएको हुन्छ होइन। अब आफ्नो भइरहेको घटनाहरूलाई समेटेर अथवा बिर्सनै नसक्ने के छ त्यस्तो लेख्ने गर्नुभएको छ तपाईँले पनि? त्यस्तो पछि चाहिँ एउटा त्यो जीवनीको हिसाबले एउटा फाल्टै लेख्नु पर्छ होला भन्ने लागिरहेको छ। अनि अब डायरीमा त अलिअलि कति होला होइन। तर अब पहिले यो यसको चाहिँ अब फेरि यो मेरो 16 चाहिँ निक्लेको छ नि, निकाल्ने उसमा चाहिँ छु। त्यो हेर्दाखेरि आफूलाई त्यो अझै पनि कति के पुगेको छैन जस्तो पनि लाग्दैन। निकालेपछि राम्रै निकाल्नु, कुनै एङ्गलबाट हेर्दा गल्ती नहोस् भन्ने लाग्यो एउटा, त्यो ढिलो भएको। अनि तर त्यो के अरे सामूहिकमा चाहिँ थुप्रै निक्लेको छ होइन। यो पश्चिमबाट पनि निक्लिन्छ, चितवनबाट कता विभिन्न किताबहरूमा तपाईँका सामूहिकमा चाहिँ निक्लेको छ। अनि 16 निकाल्दैछु। अनि अब यसै हिसाबले जाने हो। अब पछि त्यो 16 पनि निकाल्यो होइन, त्यसरी जाने हो भन्ने छ। अब आफ्नो त के भन्ने, अब कति बाँकी रहेको जिन्दगीको धेरै भाग साहित्यमा जान्छ होला जस्तो लाग्छ। तपाईँको जस्तै यता वैवाहिक जीवन चाहिँ जस्तै प्रेम विवाह कि मागी बिहा? उहाँले इलामको हो। अनि हाम्रो दिदी चाहिँ यहाँ भदपुरमा पढाउने सिलसिलामा बोर्डिङ नै पढाउनुहुन्छ। अनि हाम्रो माइती पढाउँथ्यो पढाउनुहुन्थ्यो। हुँदा उहाँलाई त्यहाँ एकजना उहाँलाई भेट भइहाल्यो। अनि उहाँ पछि हुँदा हो बिहाको म। अनि उहाँको भाइ चाहिँ भेनाको भाइ चाहिँ फेरि इलामको बिहा गरेको थियो। अनि त्यो चाहिँ बहिनी पढ्ने रहेछ। अनि उसले अब म पनि त्यहाँ जाने भेट हुने सोल्टा यसपल्ट इलाम जाउँ त, बा मन परिहाल्छ कि क्या हो कसो हो भन्ने चाहिँ कुरा आउँदाखेरि एकदिन जाने प्लान भयो। बोला केटाहरू पनि हेर्नु बोला। अनि गयो। अनि हेरेपछि अब ठिक छ भन्ने भयो। माया प्रेमले खुब छुन्छ है साहित्यिक व्यक्तिहरूलाई भनेर भन्दा उहाँले यसरी जवाफ दिनुहुन्छ। साहित्यिक मान्छेलाई नै जस्तै अब यो प्रेमले निकै छुन्छ भनौँ न होइन त। जस्तै रोमान्टिक भयो, जस्तै प्रेमहरू भए भनेको त्यो प्रेममा चाहिँ प्रायले धेरै लेख्छन् साहित्यिकहरूले। धेरै लेख्छ। के छ यो प्रेमको परिभाषा दिँदा चाहिँ कसरी दिनुहुन्छ? मैले यस्तो हुन्छ अनुभवको कुरा। जस्तो प्रेम
आफैले चोट पाएर पनि लेखेको हुन्छ कतिले चाहिँ चोट पाएको छ लेख्नु चाहन्छ शब्दहरू यति आएको चाहिँ लेख्नलाई उसलाई पारा मिल्छ जब त्यो पारा चाहिँ मिल्ने भयो भने जुन सही कुरा हकिक कुरा त्यसले चाहिँ अनि टच गर्छ क्या अथवा कसैले भनेकै कुरा पनि उसलाई त्यो सही चोट लागेको कुरा टच गरेर अनि उसले लेख्यो भने सक्यो भने त्यही अनुसार शब्द जुन त्यसले टच गर्छ अनि यसमा चाहिँ यस्तै हो त्यो ट्रेजिक कुराहरू पनि हुन्छन् कति रोमान्टिक कुरा हुन्छ अब केही छैन यसो बस्यो आज हावा आफ्नो एकदम आफ्नै फेवरमा चलिरहेको जस्तो लाग्ने त्यस्तो महसुस हुने राम्रो सिनहरू देखिने त्यस्तो हो भने रोमान्टिक हो त्यो रोमान्टिक मुडमा आएपछि उसलाई केही फुर्यो भने अनि लेख्ने हो म चाहिँ के गर्छु त्यति बेलै त सबै लेखिँदैन कति त एकछिन बसिन्छ त्यति बेला 2 लाइन लेख्यो गोजीमा हाल्नु होइन भर्खर डटेन त्यो चाहिँ आफ्नो 2-4 लाइन लेख्यो हाल्नु अनि अब कता जाने गएर आयो बेलुका एक टाइम चाहिँ टक्क बस्यो यदि त्यस्तो छ भने त्यो हेऱ्यो अनि त्यो मुड सम्झ्यो अहिलेको अनि गयो त्यसरी पनि हुन्छ त्यस्तो त थुप्रै लेख्नु भएको होला त्यसरी पनि लेखिन्छ तर जुन घाँस जे भएको छ त्यही घटनै त्यति बेलै डुबेर लेख्न चाहन्छु धेरै राम्रो एकदम राम्रो त्यति बेला पूर्ण भयो भने जस्तै यो हाम्रो मौसम प्रकृतिले कतिको असर पार्ने गर्छ त साहित्यिक कार्यमा नि जस्तै तपाईँको लेखनमा जस्तै अब कहिलेकाहीँ हाम्रो वेदर पनि त हुन्छ नि कोही बेला जाडो हुन्छ गर्मी हुन्छ वेदरले पनि पार्छ हजुर वेदर अब जस्तो यो यसरी पनि बुझ्नु न जस्तो वेदर तपाईँको एकदम धुम्म छ पानी पनि परेको छैन चिसो छ धेरै चिसो पनि जाडो पनि छैन अलिअलि जाडो जस्तो पनि छ भन्यो भने त्यो यस्तो खानेहरू के हुन्छ हरिक मौसम भयो अब त बस्नुपर्छ भने जस्तो गर्दैन त्यस्तै यो लेख्नेलाई पनि त्यो हरिक मौसम भयो भने त्यही किसिमको मुड आउँछ उसले त्यो लेख्छ भयो भने त यो गजल भन्ने कुरा के बेलुका बेलुका यसो अलिकति हिँड्दै लेख्नु हो होइन त्यसरी पनि प्रोग्राम त्यसरी सेट हुन्छ कि भाइ प्रोग्राम बोलाउँछ रातिको राख्छ गजल 7 बजेपछि अनि त्यो हुन्छ त्यसपछिको माहौल चाहिँ त्यो सुप गर्दै गर्छ त्यसरी हुन्छ अनि यो मौसमले फरक पार्छ तपाईँलाई राम्रो मुड आइरहेको छ मौसम पतझड छ भने त्यो राम्रो मुडको लेख्दैन अनि पतझड मुडमै डुब्नु चाह्यो भने त्यो लेख्छ है त्यस बेला के होइन एकदम अनि कतिलाई नगर्न पनि सक्छ जस्तो अब मौसम जेसुकै होस् नि म कोठाभित्र गएर त्यो भने त्यसलाई के भयो त्यस्तो पनि त्यसरी बुझ्नु अनि तपाईँलाई जस्तै अब साहित्यकार त थुप्रै छन् मनपर्ने साहित्यकार चाहिँ के लाग्छ तपाईँलाई अब यता हाम्रो यहाँ सुनसरीमा नाम चलेको चाहिँ तपाईँको यो के अरे यो सार्क अन्तर्गत पनि भइसकेको मान्छे मनु मन्दिर छ ज्योति जङ्गल छ अनि यो टिकाक्रे भन्ने छ होइन थुप्रैजना अनि उहाँहरूको त साहित्यिक कार्यक्रमहरू पनि हुन्छ अब हाम्रो टङ्कसँग चाहिँ सबैमा पुग्नुहुन्छ फेमस त्यो साहित्यमा चाहिँ छैन तर त्यो नै भाषामा फेरि सबैले सपना त्यो ज्ञान पनि छ ज्ञान एउटा हो र फेरि हिन्दू भाषामा पनि ज्ञान अनि त्यो छ अनि साहित्यिक व्यक्तिहरू धेरै हुन्छ धेरै हुनु त यो व्याटारमा पनि थुप्रै छ साहित्य यहाँ मधु आचार्य भन्ने छ कमसालहरू छ थुप्रै छ गरिमा छ व्याटामा छ यता कार्यक्रम पनि आउँछ अब यो उसमा सायद धरान महोत्सव हुँदैछ 13मा साहित्यिक महोत्सव उहाँको त वर्षैपछि 16-17 अनि यसपालि चाहिँ अलि 2-3 वर्षमा रहेको भन्ने होला 2-3 दिनको कार्यक्रम हुने भन्दैछ त्यसमा पनि अब धेरै आउँछ पहिला त अन्तर्राष्ट्रिय जस्तै भएको थियो यसपालि कस्तो के हुन्छ राम्रै गर्ने भनिरहेको छ भनेको हाम्रो यो पूर्व क्षेत्रले जो साहित्यको एउटा उर्वर भूमि नै हो होइन त तेह्रले त यसमा ठुलो ट्याप धेरै ट्याप अब त्यहाँ मान्छे पनि छ नि त उहाँले त्यो नलेखे पनि म चाहिँ मनपर्छ किनभने बौद्धिक विकास नभइकन अरू विकास हुँदैन भन्ने उहाँको सोचाइ त्यो राम्रो त्यसरी पनि जाने अनि त्यो अनुसारको केही वातावरण बजेट केही मिलाइदियो होला नि सजिलो अनि यता पूर्वबाट अब साहित्यमा पनि कविता गजल के छ नि त अब कवितापट्टि फल्दाएर राख्नु उहाँले फोटो गर्नुहुन्छ साहित्यपट्टि गजलपट्टि त्यो हो त्यसरी पछि राखेको मूर्ति पनि राख्ने कुरो हुँदैछ पछि भने अनि जनसरको अब कहाँ कहाँ पुग्न पुऱ्याउनु पर्ने सबै बसेर फल्लाएर कार्यक्रम सफल बनाउने कुरा छ त्यसरी हुन्छ अनि एउटा साथीको नै
विराटनगर साहित्य किताब विमोचन पनि हुन्छ कुरा भएको छ। अनि यो जस्तै तपाईँलाई नि अब जस्तै अब साहित्यिक कार्यक्रमहरूमा तपाईँ अब बिजी भइराख्नुहुन्छ, लेखिराख्नुहुन्छ, यसमा परिवारको साथ सहयोग चाहिँ के कस्तो छ तपाईँलाई? हाम्रो साथ सहयोग छ। अब जस्तो आजै गयो भोलि गयो पर्सि गयो भने चाहिँ त्यति साह्रो त अब जानु भएन नि, यहाँ पनि हेर्नु पर्यो, नभए त्यति साह्रो रोग छैन। अब आज गयो अब 2-3 दिनमा प्रोग्राम भयो, अब कुन प्रोग्राम के प्रोग्राम कस्तो प्रोग्राम राम्रो छ भने अब साथीले पनि फोन गरिहाल्छ, त्यस्तो रोकटोक छैन, राम्रो छ। अहिले त नि जस्तै अब साहित्यकारहरूलाई यही साहित्यमै लागेर पनि केही आर्थिक पनि त प्राप्त हुन थालेको छ होइन? अब चाहिँ थालेको त्यो विभिन्न कार्यक्रमहरू जाँदाहरू भयो। अहिले चाहिँ त्यो कुराहरूले अलिकति बाटो लिएर जान्छ, ठिक भन्नुभयो। पहिला अनि त्यही भएर सायद अब तपाईँको एउटा बोलायो भने अब त्यहाँ जानु आउनु त्यो अनि उनीहरूले कोही चाहिँ अब यस्तो हुन्छ जस्तो सुर्खेत भयो, त्यस्तो टाढा उनीहरूले चाहिँ त्यहाँ चाहिँ के हुन्छ भने फोनमा उनीहरूले भनिन्छ अथवा मेसेजमा कुरा हुँदाखेरि हाम्रो हैसियत यस्तो छ, हेर्नुहोस् अवस्था यस्तो छ, तपाईँले बुझेर आइदिनु, अथवा कसैले के गर्छ भने एकतर्फी तपाईँले खर्च गरेर आइदिनु होला, यहाँ बस्ने खाने अर्को जाने हामी छँदैछौँ, अब कस्तो के छ त्यो अनुसार भनिदिन्छ। अनि आफ्नो त्यो बन्दोबस्त मिलाउने अब मान गरेर बोलाइरहेको किन नजाने, अनि गइन्छ मिलेसम्म हो, त्यसरी पनि हुन्छ। र अहिले चाहिँ कस्तो छ भने अब विभिन्न नगरपालिकामा कहाँ कहाँ भन्नु न त्यो बजेटको त्यो भाग चाहिँ त्यो साहित्यमा हाल्ने चलन छ, त्यसले गर्दा सही। अनि जाँदाखेरि कसैलाई अब त्यो ठाउँमा राखेर दिने चलन पनि। अब अस्ति यही इन्टरीमै कार्यक्रम भएको थियो, त्यति बेला त थाहा भयो अब हामीलाई त यहीँ नजिकै पनि हुन्थ्यो है, नदी पनि केही थिएन, तर त्यहाँ चलन के भन्छ कहाँसम्मको बोलाएको चाहिँ 1000 2000 खापमा राखेर तपाईँलाई अब दिने वाचन गरेपछि दिने। अनि यसो सोचेँ यो त 1000 त मजाको कुरा भयो, इन्टरी त जे पाउँछौँ हो, यस्तो चाहिँ गर्दाखेरि साहित्यिक व्यक्तिहरूलाई बडो सजिलो हुन्छ। अनि उनीहरूले पनि के भने अझै लागि पर्नु, राम्रै गरौँ, त्यो चाहिँ एकदम पोजिटिभ कुरा हो। जस्तो यो स्थानीय तहको अब तपाईँले भर्खर गरिहाल्नु भयो नि, जस्तो बजेटै छुट्याउने भनिहाल्नुभयो होइन, कतिको साथ सहयोग छ त स्थानीय तहबाट तपाईँलाई? यताबाट त स्थानीय तहबाट जस्तो यस्तो हुन्छ, व्यक्तिगत रूपमा त होइन कि, जस्तो अब कार्यक्रम गर्ने भयो भने चाहिँ यो नृत्य कार्यक्रम गर्ने, जस्तो अब 13ले गर्दैछ है, त्यहाँको कति साथीहरू हामीसँग छ, हामी उनीहरूसँग कार्यक्रममा गइबस्छु, बोलाउँछ। अनि त्यसमा सायद अब यो साहित्यको उसमा चाहिँ छनौटमा त्यो कता के गर्ने हामी पनि बस्छौँ होला। अब त्यो हुँदाखेरि त त्यहाँ सहयोग आएको त हामीलाई नै आएको भयो, अनि त्यो भएर त्यहाँ आउँदाखेरि कार्यक्रम सफल गर्दा सजिलो हो। अनि त्यो त हामीले आफूलाई नै आएको सम्झनु पऱ्यो, त्यो हिसाबले राम्रो। अनि अस्ति टिमले पनि लगभग त्यो कुरा गर्छ, 17मा पनि हुन्छ भन्थ्यो, त्यो सबै वार्डले गरिदिएदेखि नि वडा मार्फत त्यो बडा राम्रो। त्यहाँको स्थानीय साहित्यिक व्यक्तिहरूलाई यस्तो गजलकारहरूलाई थोडा सजिलो गर्नु, उनीहरूलाई पनि अलिकति क्रिएटिभ हुनलाई सजिलो हुन्छ भन्ने। साहित्यिक क्षेत्रमै कलम चलाउने व्यक्तित्वहरूलाई जस्तै साहित्यमै कलम चलाएर चाहिँ यसो होइन गुजारा चलाउने भयो भने होइन, आर्थिक रूपमा अलिक सफल भयो भने अनि आउने पिँढीले पनि हो त्यसमा त के हुने रहेछ भनेर सिक्यो नि होइन है। जस्तै अब अहिलेका युवाहरूलाई चाहिँ जस्तै यो साहित्य क्षेत्रमा लाग्नको लागि अथवा उहाँहरूलाई अब भर्खर सुरु गर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ उहाँहरूको लागि? उहाँहरूलाई के भन्छु भने भर्खर सुरु गर्नेहरूलाई तपाईँ लाग्नु चाहिँ लाग्दै गर्नुहोस् होइन। अब यसबाट तुरुन्तै त्यस्तो केही आम्दानी हुने त होइन, त्यो पनि उहाँलाई पनि थाहा हुन्छ, तर किन आफ्नो काम भ्याएर यदि तपाईँमा इन्ट्रेस्ट छ, तपाईँमा इच्छा छ भने लाग्नुहोस्। एकैताली माथि नपुग्यो भने बिस्तारै त पुगिहाल्नु, अनुभव गर्दै जाने हो, पढ्दै जाने हो, हेर्दै जाने। तर यदि किनभने मान्छेको जीवनमा राजनीति साहित्य अथवा कला संस्कृति यो के छ नि, कुनै हुनैपर्छ अरे, भएन भने त्यो मान्छेलाई बनिँदैन अरे। अनि अब झन् त्यो साहित्यपट्टिको मान्छेलाई त सबैको मुख्य भन्छ क्या, किनभने त्यसले त बौद्धिक विकासको कुरा हो। अनि उहाँलाई त्यही सल्लाह दिन्छु, लाग्नु भने राम्रोसँग लाग्नुहोस्, प्रयास गर्नुहोस्, हेर्दै गर्नुहोस्। अनि एकैताली प्रोडक्टिभ होइन भनेर कतिको घरमा त अब अवस्थाले गर्दा पनि सक्दैन, प्रोडक्टिभ होइन, उत्पादन छैन, आउँदैन, के दिन्छ भने त्यस्तो चाहिँ पछि गएर चाहिँ त्यसमा केही राम्रो हुन्छ। जस्तो हाम्रो त्यो कोही कोही अघि सम्झेँ नि मैले, उहाँहरूलाई चाहिँ त्यो उतैबाट आउँछ
छोटाछुनबाटै पठाइदिनु पर्यो भनेको त पैसा पनि पाउने क्या ए अनि राम्रो भयो राम्रो अब त्यसरी सबै ठाउँमा चाहिँ हुँदैन तर कार्यक्रमहरूमा यसरी गर्नुपर्छ भन्ने कुराहरू एकदम अगाडि बढेको खुसी लाग्यो यसरी वाचन सुरु गर्नुहुन्छ बारम्बार जिस्काएर जान्छ यो समयले आहा कति मिठा मिठा शब्दहरू बोल्नु भएको सुनिरहँ जस्तो लाग्ने केवल झुट्टा आश्वासन दिएर जान्छ यो समयले देखावटी नै यो मन सिएर जान्छ यो समय केवल झुट्टा आश्वासन दिएर जान्छ यो समयले देखावटी नै यो मन सिएर जान्छ यो समयले कहिले अमृत पिलाउँछु भन्छ अमर बनाउन कहिले अमृत पिलाउँछु भन्छ अमर बनाउन तर स्वयं आफै नै पिएर जान्छ यो समयले यो समयले केवल झुट्टा आश्वासन दिएर जान्छ यो समयले देखावटी नै यो मन सिएर जान्छ यो समयले चोटले घाइते बनेको यो मनसँग किन चोटले घाइते बनेको यो मनसँग किन बारम्बार आउँदै जिस्किएर जान्छ यो समयले केवल झुट्टा आश्वासन दिएर जान्छ यो समयले देखावटी नै यो मन सिएर जान्छ यो समयले रङ्ग बिरङको जात्रा देखाउँछ समयको तापले जलेको यो मुटु कुल्चिएर जान्छ यो समयले केवल झुट्टा आश्वासन दिएर जान्छ यो समयले देखावटी नै यो मन सिएर जान्छ यो समय खुसीले बाँच्नु है भन्दै पल पलमा रुवाएर अरे दुखियो आत्मा लिएर जान्छ यो समयले केवल झुट्टा आश्वासन दिएर जान्छ यो समयले देखावटी नै यो मन सिएर जान्छ यो समयले धन्यवाद हाँसो र रोदन बिचको कहानी भो जिन्दगी हाँसो र रोदन बिचको कहानी भो जिन्दगी स्वाद बिनाको अरे खल्लो पानी भो जिन्दगी हाँसो र रोदन बिचको कहानी भो सम्हालेर राख्न धेरै जोड गरे के तरिका मिलेन बस खरानी भो जिन्दगी खरानी भो जिन्दगी हाँसो र रोदन बिचको कहानी भो जिन्दगी स्वाद बिनाको खल्लो पानी इमान्दारीपनको यहाँ सोझो व्यवहार गर्दा अबुझ यो संसारलाई बेइमानी भो जिन्दगी हाँसो र रोदन बिचको कहानी भो जिन्दगी स्वाद बिनाको पानी कसलाई के पो दोष दिनु छ र यहाँ मैले भर मजदुर प्रयास गरे नाकामी भो जिन्दगी हाँसो र रोदन बिचको कहानी भो जिन्दगी स्वाद बिनाको खल्लो पानी भो जिन्दगी यो जीवनको यात्रा परिक्रमा पुरा गरेर सन्तोष मानिरहँदा नादानी भो जिन्दगी हाँसो र रोदन बिचको कहानी भो जिन्दगी स्वाद बिनाको खल्लो पानी भो जिन्दगी धन्यवाद वाचन गर्नुभयो एकदम राम्रा छन् मार्मिक छन् होइन एकदम समय सान्दर्भिक छ यस भन्दाखेरि हामीलाई एकदम मन्त्रमुग्ध सुनिरहँ जस्तो लाग्ने होइन अहिले परिस्थिति अनुसार एकदम राम्रो छ अनि हजुर अहिलेको हाम्रो जुन देशको परिस्थिति छ नि तपाईँलाई कस्तो लाग्छ यो देशको परिस्थिति मलाई त कहिलेकाहीँ त कस्तो कसैको घरमा जुन परिस्थिति देखिरहेको छु नि लगभग देशको पनि परिस्थिति त्यस्तै छ सानो र ठुलो मात्रै हो कि त्यस्तो लाग्छ किनभने अब अहिलेको समयमा देशमा पनि स्थिर सरकार छैन अनि जनताले पनि चाहेको रोजगारहरू पाइरहेको छैन उद्योग धन्दाहरू खासै छैन अब हुन त अब त्यस्तो ट्यालेन्ट दिग्गज नेताहरूले जनताको लागि नै फोकस गरेर कार्यक्रम अगाडि बढाउनु पर्ने
तर कुनै सरकार स्थिर नहुँदा के भने त्यो सरकारले चाहिँ अब स्थिर भइरहेको त हाम्रै सरकार हो केही गर्नु पनि पर्छ भन्ने हुन्छ स्थिरै छैन अनि अलिकति आफूको लागि गरौँ भने जस्तो मात्रै भयो त्यस्तो लाग्छ अनि त्यसैले गर्दा अब त्यसको अवस्था जब ठिक हुँदैन तब त यो साहित्य त धन्न पो कसै गरेर अघि बढिरहेछ भने जस्तो नभए त गुन्जास गर्नु गाह्रो छ नि मान्छेलाई र बिहान बेलुका पकाएर खानु गाह्रो छ होइन तल्लो वर्गको मान्छेहरू बाहिर जाउँ विदेशमा कति लाख लाग्छ भन्छ त्यो लाख निकाल्नु चाहिँ आफ्नो जिन्दगी छ अब लिने गरेर लाख निकाल्नु उता गयो भए पनि के फिस छैन होइन अनि यस्तो पाराले चाहिँ अलिकति देशमा दुःख नै छ भनौँ राजनीतिक अस्थिरता छ त्यसमाथि अब के आन्दोलन हुनेवाला कुराहरू गर्छ अनि यसो सम्झिँदाखेरि खै त्यो यो नेपालको भाग्य नै यस्तो हो कि भने जस्तो पनि लाग्छ अब कति त के अरे आँटैले एकजनालाई भए पनि सिद्धाउँछु म भनेर पनि निक्लेर त्यसरी पनि गोरु बुद्धि जस्तो सिद्धाउनुभन्दा अगाडि आफूलाई सिद्धाइ अनि त्यस्तो पनि हुन्छ अनि मलाई त्यसो हेर्दाखेरि देशको अवस्थामा अहिले राम्रो अवस्था छैन राजनीतिमा स्थिर अवस्था नआइकन देशमा सबैलाई राम्रो हुन्छ भन्ने लाग्छ त्यस्तै छ अनि यसले त हरेक क्षेत्रलाई टच गरिहाल्छ सबै क्षेत्रमा भनेको साहित्यिक क्षेत्रमा पनि प्रभाव पारेको परिस्थितिले गर्दाखेरि देशको अवस्था परिस्थितिले गर्दाखेरि हाम्रो देशमा थुप्रै साहित्यकारहरू छन् कति त मृत्यु भएर मरेर जानु हजुर तर कुन साहित्यकार चाहिँ अहिलेसम्म जीवित भइदिएको थियो भने अलिक यो साहित्य गर्न सहज हुन्थ्यो हामीलाई पनि सजिलो हुन्छ भन्ने तपाईँलाई त्यो त अनि त्यस्तो त लागिहाल्छ नि हजुर त्यो त त्यति बेला उहाँहरू जानुभयो ठुलो क्षति भयो त्यो उहाँहरू हुनु भइरहेको भए अझैसम्म भन्ने चाहिँ एकदम लाग्छ जस्तो भएर हाम्रो देवकोटा हो यो पहिलेको यिनीहरू सिद्धिचरण जस्तो यिनीहरू जति पनि छन् नि पहिलेको तिनीहरू मध्ये अब त्यस्तो हुँदो रहेछ क्या पछि आफूलाई लाग्दो रहेछ जब त्यति मात्रै बाँध्दा त त्यत्रो सेवा भयो भने अहिलेसम्म उसलाई त कहाँ पुऱ्याउँछ नेपाल हामीलाई पनि धेरै हौसला हुन्थ्यो भन्दै अगाडि बढ्नु प्रेरणा भन्ने चाहिँ लाग्छ उहाँहरूको छत्रछायामा बसेर एकदम अब कलम चलाउन छानीमा बस्नु र एक्लै छानीमा नबस्दाखेरि त घामले बस्नु सक्छ वातावरण नमिल्नु सक्छ अनि त्यो चाहिँ आफूलाई लाग्छ अब के गर्ने त्यही हिसाबले समय परिवर्तनशील छ हुँदै पर्छ मान्छे पनि के गर्ने होइन त्यसरी नै चित्त बुझाउनु पर्छ ए हावा मेरी उनीलाई स्पर्श नगर नचलाऊ नबहकाऊ मेरी उनीलाई यस्तो खालको ए हावा मेरी उनीलाई स्पर्श नगर नचलाऊ नबहकाऊ मेरी उनीलाई किनकि सबैले पुनः एकपटक तिमीलाई दोषी हावा भन्लान् त्यसै त दोषी हावा भनेको छ किनकि सबैले पुनः एकपटक तिमीलाई दोषी हावा भन्लान् किनकि यहाँ धेरै कुराहरू हावाको भरमा नै हुने गर्छ सामाजिक सञ्जालले नि जस्तै फेसबुक युट्युब टिकटकमा जस्तै अब साहित्यिक सिर्जनाहरू पनि त्यहाँ पनि राखेर कति प्रतिक्रियाहरू राम्रो आइरहेछ तपाईँका पनि सिर्जनाहरू राख्नुहुन्छ कहिलेकाहीँ होइन राम्रो प्रतिक्रिया आएको छ कस्तो लाग्छ यो सामाजिक सञ्जाल चाहिँ तपाईँलाई सामाजिक सञ्जालको यसो हुन्छ तपाईँले पोजिटिभली सोचेर त्यसलाई युज गर्नुभयो भने त्यो एकदम राम्रो छ अनि यसले धेरै प्लेटफर्म दिएको छ कति थाहा कहाँको मान्छे उसको किताब कहिले हामी कति वर्षमा पढ्नु पाउँथ्यो होला यहाँ सञ्जालमा पढ्नु पाइहाल्छ अनि फेरि अब त्यो पोजिटिभ हिसाबले त्यो चाहिँ धेरै फाइदा गरे धेरै कुरामा फाइदा छ अनि अब सामाजिक सञ्जालले त्यसको मिसयुज गर्ने चाहिँ फेरि होइन अनि त्यो हुँदो रहेछ क्या प्रत्येक चिजमा नि अलिकति केही मेरिट डिमेरिट हुन्छ फाइदा बेफाइदा जस्तै अब त्यस्तै लाग्छ पहिला चाहिँ अब हामीले हाम्रै सिर्जना पनि प्रस्तुत गर्नको लागि कुनै सभा सम्मेलन भनेको गइराख्नु पर्थ्यो भने अहिले चाहिँ हाम्रो सिर्जना सामाजिक सञ्जालमा हाल्दैसकेपछि विश्वभरि फैलिने भयो होइन मान्छेले हेर्ने भयो त्यो एउटा राम्रै देखिएको छ भनौँ न कतिले सामाजिक सञ्जालमा 4-5 जना बसे अब त्यो प्रोग्राम गरेर खर्च गर्नु होला अब चाहे पनि 4-5 जना बसे विमोचन भयो विमोचन 2-4 जनाले पास पनि गर्ने ताली पिटे चियासा खाए सञ्जालको होइन सञ्जालको यो फाइदा छ यस्तो फाइदाहरू अनि उसलाई पनि ढुक्क भयो फेरि कतिले चाहिँ दुरुपयोगको रूपमा पनि होइन एकले अर्काको सिर्जनालाई चोरी गर्ने पनि भइरहेछ होइन त्यो पनि ठिक एउटाको अर्कोमा हाल्ने त्यस्तो पनि भइरहेछ त्यो त्यस्तो पनि यसो नियम कानुन
सरकारले बनाएदेखि होइन त्यस्तो त्यसमा गर्नलाई चाहिँ छ। सजाय दिन पाएदेखि राम्रो हुने थियो। हो त्यस्तोमा चाहिँ छन् त छ रहेछ कि हजुर। जस्तो त्यस्तो भयो भने थाहा भयो भने त्यो फल्नालाई भनिदियो हो। आफूले वित्तीयता लिन्छ त्यो हो। भनेको कपिराइट लाग्छ भनौँ न। कपिराइट लाग्छ। हो त्यसमा त त्यो हो त्यसरी युज पनि हुन्छ अब तर यो पोजिटिभ गर्न साहित्यिक व्यक्तित्वहरू प्राय अलिकति दुखी हुने भनेको भित्र अलिकति आफै चाहिँ दुःख हुने अरूलाई चाहिँ लेखेरै भए पनि खुसी बनाउनु होइन। के छ तपाईँमा त्यस्तो दुःख होइन अलिकति म चाहिँ दुःखै व्यक्तित्व हो दुखिने व्यक्तित्व भन्ने लाग्छ कि होइन ठिकै छ भन्ने लाग्छ? होइन सामान्य दुःख सुख त सबैमा हुन्छ हजुर तर त्यही हो नि अब के अरे आफू अलिकति दुःखै भए पनि नि हजुर दुःख मानेर बस्दाखेरि आफूलाई घाटा हुन्छ अरूलाई पनि यस्तो हेर्दाखेरि दुःखी भने देखाउन नचाहे नचाहँदाखेरि के हुन्छ भने भसक हाँसीलाई जिउन भन्ने मात्रै हो तर दुःख सुख सबै त्यो कसरी उसले अब त्यसलाई अगाडि बढाउँछ त्यो हो होइन। अब दुःखमै गरेर पनि मान्छेको भलो त हुँदैन अनि सके बिर्सिनु दुःखै अरूलाई पनि राम्रै पोजिटिभ कुरालाई भन्नु भन्ने त्यसरी सोच्नु पर्यो। तपाईँले अहिलेसम्म जे भोग्नु गर्नुभयो साहित्यिक कार्य हजुर अब अझै पनि तपाईँले चाहिँ मैले चाहिँ यो लेख्न पाएदेखि मलाई अलिक आनन्द मिल्थ्यो यो विधामा भन्ने केही छ तपाईँलाई? त्यो त कस्तो छ भने मैले अघि भने कतिवटा कलम चलाउँछु है गीत कविता हाइकु यो बाहेक अहिले टुक्का भन्ने आइरहेको छ 2 लाइनको टुक्का खुब चलिरहेको थियो किताबहरू मैले पनि अस्ति नै त्यो सामूहिकमा दिएको आयो किताब आयो अनि भए पनि यो गजलीय क्षेत्रमा चाहिँ कविताको क्षेत्र हो मुक्तको क्षेत्र हो त्यस्तोमा चाहिँ के भने कमसेकम कुनै बेला किताब निकाल्दाखेरि 1 पिस हो खास हो भन्ने त्यतिसम्म जाउन भन्ने चाहिँ लागेको रहेछ। हजुर भनेको एउटा किताब निकाल्न पाएदेखि चाहिँ अलिकति तपाईँलाई आनन्द मिल्थ्यो होइन त? त्यो आफ्नो व्यक्तिगत किताब व्यक्तिगत किताब निकाल्ने हो तर के भने आफूलाई त्यो एप्रोप्रिएट जब केयर गर्छ नि भनेको मनैबाट आनन्द आउनु पर्यो होइन त्यो कृतिमा आनन्द आउनु पर्यो अनि समयले पनि साथ दिनु पर्यो त्यसमा सेलेक्टेड राख्नु पर्यो त्यसरी जानु पायो भने राम्रो हुन्छ लाग्छ। अब अन्तिममा नि जस्तै अब हाम्रा दर्शकहरूलाई तपाईँका शुभचिन्तक तपाईँका जुन सुन्ने श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? म त यही भन्न चाहन्छु यहाँ जति पनि साहित्यमा लाग्नु भएको छ उहाँहरूले धैर्य गर्नु होला लेख्दै जानु होला जति सक्दो लेख्दै जानु जुनै विधामा होस् सके कतिवटा विधामा आउँछ भने त्यति बेला लेख्दै जानुहोस् र धेरैपल्ट लेखिसकेपछि प्रतिक्रिया लिएपछि आफूलाई एउटा अन्दाज हुन्छ कि यो विधा चाहिँ मेरो लागि अलिकति बढी उपयुक्त छ भन्ने त्यो विधामा चाहिँ बढी लागि पर्नुहोस् लेख्नु अरू पनि लेख्नुहोस् तर त्यो विधालाई त्यो सम्बन्धित पढ्ने लेख्ने सबै कुराहरू गर्नुभयो भने मैले त्यो सोचेको अब जस्तो कविता लेख्छ कि कसैले सल्लाह दिनु म पनि दिन्छु कसैलाई राम्रो अनि तपाईँको चाहिँ कविता चाहिँ है कवितामा चाहिँ गजल पनि नछोड्नुहोस् कविता चाहिँ अगाडि बढ्नुहोस् एकदम भनेर भनेपछि उसले त्यो देखेपछि भनिन्छ प्रतिक्रिया चाहिँ धेरै यसो त्यसो पनि भइरहेको छ कतै कवितामा पारा आयो नि तपाईँ गजल गर्नुहोस् गजल ठिक छ तपाईँको कविता पनि लेख्दै गर्नुहोस् त्यो पहिचान लिएर हिँड्छ अनि हुनसक्छ पछि यो पनि सुधार हुन्छ कति त अब 2टामा 3टामा पनि राम्रै छ भन्छ त्यसरी जाने हो त्यस कारणले अगाडि बढ्नुहोस् लेख्दै गर्नुहोस् प्रयास गर्नुहोस् यो साहित्य भनेको अलिकति पहिले चाहिँ दुखी नै हो भन्थ्यो अब साह्रै दुखी पनि भन्नु हुँदैन केही राम्रो पनि भइरहेको छ त्यस कारणले एउटा तपस्याको रूपमा हेर्यो भने अवश्य सफल हुन्छ। प्रश्नहरू सोध्ने क्रममा तपाईँलाई यो प्रश्न चाहिँ सोध्दैदेखि राम्रो हुन्थ्यो राख्दैदेखि राम्रो हुन्थ्यो भन्ने कुनै छुटेका केही छन् त? त्यस्तो त खासै छैन मैले राम्रै प्रश्नहरू सोध्नु होइन सबै प्रश्न पनि जवाब दिने पनि रमाइलो राम्रै सोधिदिनु हो बरु जाँदा जाँदै मुक्तको एउटा सुने अहिले चाहिँ केही थाहा नपाए चाहिँ गल्ती थियो कि यहाँ कसरी मरेर बाँचिरहेको कुनै समय आकाश पाताल एक ठाउँ गर्न सक्छु भन्ने अट्यास गर्ने जिन्दगी पर्दा पछाडि र अगाडिबाट सहन गर्नुपर्ने अचेत जिन्दगीलाई दोसादमा राखेर
हिँडिरहेको जिन्दगी, जिन्दगीलाई दोसारमा राखेर हिँडिरहेको जिन्दगी कहिले मर्न खोज्यो। सागरसरी स्वच्छ आत्मालाई हृदयभित्र राखी सलल बगेर हिँडिरहेको जिन्दगी विवस्थाका चट्टानहरूमा ठोकिएर चोइटिएका चोइटाहरू झैँ मजबुत धड्कनका धरातलहरूसँग यत्र तत्र छरिएर रहन बाध्य बनिरहेको हुन्थे। कहिले खिलसरी गरेका र तीरसरी छाएका मुटुको कालो बादलभित्रबाट आशाका उज्यालो किरणहरू लिएर हृदयका च्यातिएका र जीर्ण सडक जस्ता क्यानभासहरूमा श्रील तर अमूर्त चित्रहरू कुनै पागल चित्रकारले चाहिँ दिइरहेको हुन्थ्यो। हिजो ऊ जिन्दगी पञ्चतत्वमा विलय हुने नियति आएसँगै सर्पको मुखमा पर्न लागेको भ्यागुताले झैँ कालको नजिक पुगेर उम्कने प्रयास गरिरहेको थियो। आज ऊ जिन्दगी साँच्चै निराश भएर वैरागी बनेर आफ्नो सम्पूर्ण चाहना र बाहनाका अतिरिक्त इच्छाहरू सबै हृदयमा थन्काएर अब स्वर्गतिर जान्छु भनी स्वर्ग जाने बाटो एक नाचले हिँडिरहेको छु। हिजो म उनीसँग बोलिरहेको थिएँ, यो मनको कुरा निर्धक्क खोलिरहेको थिएँ। हिजो म उनीसँग बोलिरहेको थिएँ, यो मनको कुरा निर्धक्क खोलिरहेको थिएँ। धन्न प्रपोज मेरो स्वीकार गरिन् उनले। अरे मैले त ठुलै जोखिम मोलिरहेको थिएँ। धन्यवाद। मर्छु भन्यौ तिमीले, ओहो डर लाग्यो। मर्छु भन्यौ तिमीले, ओहो डर लाग्यो। अङ्कमाल गर भन्यो मलाई कर लाग्यो है। मर्छु भन्यौ तिमीले, ओहो डर लाग्यो। अङ्कमाल गर भन्यो मलाई कर लाग्यो। जब चुम्यौ तिमीले संसारै जिते मैले। जब चुम्यौ तिमीले संसारै जिते मैले। मिठो अनुभव त्यो अधर यो हाम्रो चाहिँ एउटा ग्रम्य गाथा भन्ने पोडकास्ट हो, तपाईँले सहस्र स्वीकार गरिदिनु होला। अन्त्यमा गजलका शेरहरू सुन्दा सुन्दै समय बितेको पत्तै भएन। फेरि पनि अर्को स्रष्टालाई यस ग्राम्य गाथा पोडकास्टमा प्रस्तुत गराउने बाचाका साथ अहिलेलाई हाम्रो टिम तपाईँहरूमा आज बिदा हुन चाहन्छ।